नमस्कार सम्पूर्ण कविता प्रेमीहरूमा। मैले अर्को पनि एउटा कविता लिएर आएको छु यहाँहरू माझ र कविताको शीर्षक छ बाँच्नु। बाँच्नु एक मुट्ठी श्वास रहेछ र एक मिठो हाँसो रहेछ, दुःखहरूमा आफ्ना छन् भन्नु रहेछ। बाँच्नु एक मुट्ठी श्वास रहेछ र एक मिठो हाँसो रहेछ, दुःखहरूमा आफ्ना छन् भन्नु रहेछ। कहिलेकाहीँ बेप्रवाह एक्लै रुनु रहेछ, रातहरूको सघन छायामा आफूलाई लुकाउनु रहेछ। आफ्नो खुसीहरू मुठीमा कसेर अरू कसैका निम्ति हत्केला खुल्ला राख्नु रहेछ। आशाहरूको दीप हृदयमा बालेर आफैले निराशाहरू निम्ताउनु रहेछ। आशा र निराशा बीच पर्खाल बनाएर जिन्दगी साक्षी बनाएर एकहोरो हेर्नु, आखिर बाँच्नु रहेछ। बाँच्नु लेखमा फुलेको लाली गुराँस जस्तै मनमोहक चिसो बतासँगै कोमल घामका किरणहरूले चुमेको हिमालको चमकको जस्तै एक निर्जन पहाडी परिवेश। बाँच्नु सपनाहरू बढ्ता र यथार्थलाई पर राख्नु रहेछ। बाँच्नु सपनाहरू बढ्ता र यथार्थलाई पर राख्नु रहेछ। हजारौं सपनाहरूबाट नभ्युझी तन्द्रामै जीवन व्यतीत गर्नु रहेछ। तन्द्रामा जीवन व्यतीत गर्नु रहेछ। धन्यवाद।